तपाईको वचन मेरो गोडाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो। भजन सङ्ग्रह 119 को 105 पदमा लेखेको छ। जय मसीह, अभिवादन अनि नमस्ते प्रिय साथी। यो बिहानी तपाईहरु सबैजना आरामै हुनुहुन्छ होला। प्रत्येक बिहानी मैले तपाईसँग परमेश्वरको वचन पुर्याइरहेको छु। आशा गर्छु तपाईहरु सबैजना आशिषित भइराख्नु भएको छ। प्रिय साथी, हामीले एउटा कुरा के बुझ्नुपर्छ भने संसार अन्धकारले भरिएको छ। पाप, भ्रम र असत्यले मानिसको हृदयलाई यति डरलाग्दो गरेर ढाकेको छ। तर परमेश्वरको वचनले भन्दछ, परमेश्वरको वचन चाहिँ एउटा ज्योति हो जसले अन्धकारमा हाम्रो बाटो देखाउँछ र सत्यको दिशातर्फ हिँड्न सहयोग गर्छ। यहाँ ज्योति भन्ने शब्द गहिरो अर्थ बोकेको छ। ज्योतिले हाम्रो जीवनको बाटो देखाउँछ, जीवनका हरेक दैनिक निर्णयमा मार्गदर्शन दिन्छ। ज्योतिले भविष्यको दिशालाई प्रकट गर्छ, हाम्रो गन्तव्य, उद्देश्य र अनन्त जीवनको बाटो पनि देखाउँछ। परमेश्वरको वचन केवल पढ्ने पुस्तक मात्र होइन, यो जिउँदो आत्मिक मार्गदर्शक पनि हो। जब हामी यसलाई अध्ययन गर्छौँ, ध्यान गर्छौँ, पालन गर्छौँ, तब यो वचन हाम्रो जीवनमा उज्यालो ल्याउँछ। येशू आफैले भन्नुभयो, म संसारको ज्योति हुँ, मेरो पछि जो पनि लाग्छ ऊ अन्धकारमा हिँडुल गर्न पर्ने छैन भनेर यूहन्ना 8 को 12 भन्दछ। यसको अर्थ वचनमा हिँड्नु भनेको येशूमा हिँड्नु हो। आज धेरै मानिसहरू भ्रममा छन्, किनभने तिनीहरूले परमेश्वरको वचनलाई, परमेश्वरको वचन अनि परमेश्वरको प्रकाशलाई बेवास्ता गरेका छन्। जब परमेश्वरको वचन हाम्रो जीवनको ज्योति हुँदैन, तब निर्णयहरू गलत हुन्छन्, बाटोहरू भड्किन्छन् र हृदयमा अन्धकारले छाउँदछ। तर जब परमेश्वरको वचनलाई हामी प्राथमिकता दिन्छौँ, तब हाम्रो आत्मा उज्यालो हुन्छ र हाम्रो चालचलन धार्मिकताले भरिएको हुँदछ। यसैले प्रिय साथी, हरेक बिहान परमेश्वरको वचनलाई हाम्रो हरेक कदमको एउटा ज्योति समान हामीले बनाउनु पर्छ। जीवनका हरेक चुनौतीमा यो वचनको प्रकाशमा हामी हिँडिरहन सकौँ। त्यसो गर्नाले न अन्धकारमा पर्छौँ, न हाम्रो मार्गहरू भ्रष्ट हुन्छ। यसैले परमेश्वरको वचन हाम्रो जीवनको निम्ति बत्ती हो, उज्यालो हो। यसमा हिँड्नेले सधैँ सत्य, शान्ति र उद्धारको बाटो पाउँदछ।